नमस्कार। यो प्रेजेन्टेसन चाहिँ खास यहाँ मिति दिएकै छ 2082 3/19 असार 19 गते गरिएको प्रेजेन्टेसन थियो। यसको पृष्ठभूमि चाहिँ के हो भने हाम्रो काठमाडौँ विश्वविद्यालयमा जब प्रोफेसरको लागि जुन छनौट प्रक्रिया हुन्छ त्यो प्रक्रियामा एउटा विशेषता भनेको चाहिँ अब आफूले प्रोफेसर बनिसके पछाडि के गर्ने भन्ने एउटा भिजन पेश गर्नुहुन्छ। र यो पनि मैले त्यही क्रममा पेश गरेको भिडियो प्राय जसो चाहिँ त्यसरी पेश गरिएको। त्यसमा सफल भएपछि त्यसमा त्यति धेरै चर्चा हुँदैन, एउटा औपचारिकता जस्तो त्यस्तो हुन्छ। तर यो त्यसपछि पनि यसमा धेरै चर्चा चलिरह्यो। खास गरी नेपालमा हेऱ्यो भने चाहिँ विद्यार्थीहरू पढाइ सक्ने बित्तिकै काम गर्न सक्ने छन् कि छैन। हाम्रो पत्रकारिता भन्दा चाहिँ क्लासरुम र न्युजरुमको ग्याप भनेर भनिन्छ। अलि ब्रोडली भन्दाखेरिमा चाहिँ क्लास युनिभर्सिटी र इन्डस्ट्रीको ग्याप चाहिँ नि एकदमै धेरै छ भन्ने यो नेपालमा धेरै ठुलो मुद्दा उठेको छ। खास गरी नेपालको सबभन्दा ठुलो विश्वविद्यालयलाई र त्यो सँगसँगै अरूलाई पनि बेरोजगारहरूको फौज चाहिँ उत्पादन भयो। डिग्री खास जस्तो म पनि पहिला किर्तिपुर बस्थेँ। जब फेयर हामीले गर्नुपर्छ। हाम्रै केयुको पनि स्टार्टअपको के छ अहिले पछिल्लो चरणमा फलो गरेर हाम्रो विद्यार्थीहरू जान सक्नुहुँदैछन् भने अहिले तपाईँले भने 1 वर्ष पनि नलाग्यो कि अहिले नै कतिपयको राम्रो प्रोजेक्ट रहेछ भने सिड मनी केयुले फन्डिङ गर्न सक्ने हो कि होइन। पुरानो फन्डिङ उठेन भनेर एउटा चिन्ता त छ कि, तर त्यसमा त मोनिटरिङ हाम्रो चाहिँ एकदमै स्ट्रङ फलोअप ती सबै कुराहरू त हुनु पऱ्यो कि त्यो चाहिँ दिने भने चाहिँ इन्टरनेसनल हामीले अनुभवबाटै सुरु चाहिँ गरे। जस्तो उहाँले क्राउड फन्डिङ अथवा अरू यो एन्जल इन्भेस्टर जेसुकै भन्नु त्यसको पनि कतिपय मोडलहरू हामी पनि सुरु गर्नु भनेर इन्भेस्टले नै गर्नु खोजे हो। मैले केही नयाँ नथपिकन त्यो बेलामा प्रेजेन्टेसन गरेको त्यही गरेँ, धेरै कुरो सुन्न पाएँ। यो सँगै म मेरो विभागको सहकर्मीहरूप्रति असाध्यै चाहिँ आभारी छु। म अन्यत्र पनि अरू बेलामा पनि बोल्दाखेरि मैले भनेको त्यस्तो गजबको इन्भाइरोमेन्ट छ कि जाहिर खाने ठाउँमा समेत यति धेरै यो भनौँ स्नेहको त्यो वातावरण छ। अस्ति नै हामीले डिपार्टमेन्टल मिटिङमा मैले अब त्यसलाई यसरी कुरा आएको छ, यसलाई हामी इन्स्टिट्युसनले अगाडि बढ्ने त भन्दा सबैजनाले ल यो गरौँ भनेपछि आजको यो कार्यक्रम भएको हो। त्यो चाहिँ हाम्रो आन्तरिक कार्यक्रम भयो। अब कहिले गर्न सकिन्छ अर्को चरण गर्दाखेरिमा चाहिँ हामी चाहिँ एक्सपर्ट र स्टेक होल्डरहरू समेत राखेर अनि यसमा आज आएको इनपुट पनि रिपोर्ट भएको छ, यो हामीले थप्छौँ, उहाँहरूले पनि दिएको गरेर अब भनेको चाहिँ वर्केबल प्लानमा जाने हो।